एभ्रीवान, म चाहिँ आज मेरो क्लाइन्टहरूलाई के प्रडक्टहरू युज गर्छु भनेर देखाउन जाँदैछु। मैले हातमा समाइरहेको प्रडक्ट चाहिँ मेकअप स्टुडियोको फाउन्डेसन हो, तर आई एम युजिङ दिस एज अ कलर करेक्टर। को बेस्ट पार्ट चाहिँ के हो भने यो चाहिँ सबै स्किन टोनलाई म्याच हुन्छ, प्लस एकदमै हाइड्रेटिङ छ। हजुरको फेसमा भएको डिस्कलरेसनलाई यति मजाले हाइड गरिदिन्छ नि। यो चाहिँ सबै मेकअप आर्टिस्टको भ्यानिटीमा हुनै पर्ने एउटा प्रडक्ट हो। त्यसपछि मैले चाहिँ आज मेबलिनको लुमी म्याट फाउन्डेसन युज गर्दैछु। यो चाहिँ अल स्किन टाइपलाई हो र हजुरको एकदमै ड्राई छ भने चाहिँ मजाले मोइस्चराइज गरेर युज गर्न सक्नुहुन्छ। त्यसपछि मैले एल्फको कन्सिलर लगाइदिँदैछु। आईलाई ब्राइटन अप गर्नको लागि आई म्याजिकको लाइटर कन्सिलर युज गर्दैछु। आई म्याजिकको कन्सिलर चाहिँ एकदम मजाले ब्लेन्ड हुन्छ, प्लस हाइड्रेटिङ पनि छ। त्यसपछि सी ग्ल्यामको ब्लस युज गर्दैछु। सी ग्ल्यामको ब्लस चाहिँ एकदमै पिगमेन्टेड, लगाउन सजिलो र मजाले ब्लेन्ड पनि हुन्छ। त्यसपछि मैले चाहिँ फिटमीको लुज पाउडर युज गर्दैछु। यो चाहिँ मेरो ड्रग स्टोर प्रडक्टबाट सबसे फेभरेट लुज पाउडर हो। यो लुज पाउडरले चाहिँ तपाईँको मेकअप कस्तो मजाले सेट गराइदिन्छ। त्यसपछि मैले सी ग्ल्यामकै पाउडर ब्लस युज गर्दैछु। यो ब्लस चाहिँ कति राम्रो छ क्या, अनि यसको सेडहरू पनि यस्तो राम्रो छ अनि मजाले ब्लेन्ड हुन्छ। त्यसपछि आउँछ यो सबै मेकअप आर्टिस्टहरूको सिक्रेट डल बाई स्प्रे। यो स्प्रेले चाहिँ हजुरहरूको फेसमा रहेको पाउडरलाई मेल्ट गरेर आफ्नो स्किनलाई मजाले हाइड्रेट गरेर हजुरको केकीनेस अनि प्याचिनेसलाई चाहिँ हटाएर एकदमै स्मुथ बेस दिन्छ है। हजुरहरूले देख्न सक्नुहुन्छ कस्तो राम्रो भएको छ। यो चाहिँ फाइनल लुक रहेको छ। यो सबै प्रडक्टहरू चाहिँ भी कस्मेटिकमा एभाइलेबल छ। यो मात्र होइन, अरू धेरै कस्मेटिक प्रडक्टहरू चाहिँ हजुरहरूले त्यहाँबाट मगाउन सक्नुहुन्छ। त्यहाँ चाहिँ हजुरहरूले एकदमै अथेन्टिक प्रडक्टहरू पाउन सक्नुहुन्छ। मैले उहाँहरूलाई ट्याग पनि गरिदिएको छु। इफ हजुरहरूलाई केही सामान चाहिन्छ भने चाहिँ त्यहाँ मेसेज गरेर आफ्नो अर्डर प्लेस गर्न सक्नुहुन्छ।